गाइज गुड मर्निङ वेलकम टु न्यू मिनी ब्लग। सो तपाईँलाई थाहा नै छ हामीले एउटा चिज रिभिल गरेको थियौँ। सो त्यही लागि अब भोलिपल्ट हामी यहाँ जानु नै पर्ने भयो डक्टरकोमा। सो म रेडी भइसकेको छु। सो अब यो सानो क्लिपहरू पनि हालेको छु, मैले हेर्न सक्नुहुन्छ मेरो फर्स्ट रियाक्सन जब मैले फर्स्ट हेरेँ होइन। एकदमै खुसी लागेको थियो, एकदमै खुसी थिएँ म, किनकि अब साथमा हस्बेन्ड पनि हुनुहुन्न थियो, उहाँ कामले बाहिर जानुभएको थियो। सो त्यही लागि एक्लै थिएँ। त्यसको बादमा एकछिनतिर मैले पनि मेरो हस्बेन्डको तपाईँको सरप्राइज छ आँखा चिम्लिनु भन्दै भनेको थिएँ मैले, अनि आँखा चिम्लिनु भयो। त्यहाँ आउँदाखेरि तपाईँ हेरिसक्नुहुन्छ उहाँको रियाक्सन यस्तो थियो, माई गड भन्न थाल्नुभयो हो। खुसी हुँदै एकदम ह्याप्पी मोमेन्ट गर्दै रमाइलो गर्नुभयो। अनि चाँडै आउनु छिटो आउनु भनेर भन्ने मैले देखाउँदै हो, छिटो आउनु भन्दै खुसी हुनुहुन्थ्यो। अब को चाहिँ खुसी हुँदैन होइन, त्यही लागि। अनि त्यसको बाद उहाँ पनि आइहाल्नुभयो एक दुई दिनमै। अनि हामी नास्ताहरू गर्न थाल्यौँ। अनि यहाँ नास्ता मम्मीले पकाएर ल्याउनु भएको थियो, हस्पिटल जानु थियो भनेर रेडी भएर। त्यही हो, हामी अघि रेडी भएर निस्केको। अनि अब गाडी चाहिँ निकालेर अब जानुपर्छ भनेर गाडीमा बस्यौँ। त्यसको बाद हामी पस्यौँ डक्टरकोमा, हाम्रो पर्सनल डक्टरकोमा गएर कहाँ जानुपर्ने के गर्नुपर्ने भनेर होइन। सो त्यही लागि उहाँले पहिला फर्स्ट सोनोग्राफी गर्नु भन्नुभयो। अनि त्यही लागि अब हस्बेन्डले पनि यताउता मिलाएर गर्नुहुँदैछ। त्यसको बाद घरमा आयौँ हामी, गरम पुरा थियो। सो आएर नुहाउँदै गरेँ, एकदम फ्रेस भएँ। अनि एकछिन रेस्ट गरेँ। अनि एकछिनतिर आम्लाहरू केही खानु मन थियो, अनि त्यही खाँदै बसिरहेको थिएँ। अनि मम्मीले सब्जीहरू काट्नु भन्नुभएको थियो, सब्जीहरू काटेँ। त्यसको बाद यु क्यान सी प्रिन्सेस ट्रिटमेन्ट पाइहालेँ मैले, खुसी लाग्दो रहेछ यस्तो बेलामा अलिक सन्चो पनि हुँदो रहेछ। सो यति नै आजलाई, थ्याङ्क यू सो मच फर वाचिङ, थ्याङ्क यू एभ्रिवान।